सो गाइज रातिको 10 बजिरहेछ र अहिले भर्खर रुममा आए। इट्स बिन अ भेरी लङ डे र आज दिनभरिमा सबभन्दा धेरै स्पेसल र सबभन्दा धेरै सिग्निफिकेन्ट भनेको फुटसल रहेको छ। मोडलिङमा यो पनि कुराहरू हुन्छन् भन्ने थाहा थिएन। आज फुटबल म्याच हो र फुटबल खै किन फुटसल भन्नुभएको छ। फुटसल अब गेम हो कि फुटसल ठाउँ हो कि के हो मलाई थाहा छैन। त्यहाँ जान छ र फुटबल म्याच हुन्छ गरे। फुटसल किनकि नाम सायद ठाउँको नै नाम होला। कहिले पनि गेम कुनै पनि स्पोर्ट्स ट्राई नगर्ने मान्छेलाई आज फुटबल खेल्न परिरहेछ। हेरौँ कस्तो हुन्छ। एक्सपिरियन्स नै हो। जान्छु, हार्न त फिक्स छ। अरू राम्रो भयो भने जितौँला, होइन भने त हार्ने नै हो। सो फुटसल भनेको कुनै गेम होइन, न त यो नाम फुटबल नामलाई मोडिफाई गरेर आएको हो। फुटसल भनेको एउटा फुटबल प्र्याक्टिस गर्ने ग्राउन्ड जस्तै हो जुन बुटोलमा रहेको छ, लुम्बिनी फुटसल भन्ने। फुटसल जाने मन त मेरो अलिकति पनि थिएन, किनकि पहिला कहिले पनि फुटबल खेलेको थिएन। दिस वाज ओन्ली द फर्स्ट टाइम। र मलाई लागिरहेको थियो कि किनकि मलाई एक्सपिरियन्स छैन, मलाई लागिरहेको थियो कि मेरो टिम मैले गर्दा नै कमजोर हुनसक्छ, हार्न सक्छ। र अर्को कुरा मलाई लागिरहेको थियो कि म इनएक्सपिरियन्स छु, के नै खेल्न सक्छु। मलाई लागिरहेको थियो कि म अनेबल छु खेल्नलाई, त्यसैले पनि मलाई जान मन थिएन। तर पनि फाइनली गएँ, किनकि नजानको जो रिजन थियो त्यही जानको पनि रिजन बन्यो। मतलब म सोचिरहेको थिएँ कि जान्न, किनकि मलाई कुनै एक्सपिरियन्स छैन, कहिले खेलेको छैन। र एट द सेम टाइम त्यही कुरा सोचेर जान पनि मन लाग्यो, किनकि एक्सपिरियन्स छैन त कुनै बेला त एक्सपिरियन्स लिन पर्यो। सो वाइ नट, दिस इज द टाइम। त्यहाँ पुगेपछि मलाई आइडिया भयो कि फुटसल के हो। र त्यहाँ जाने बित्तिकै हेरिरहेछौँ कि केटीहरूले पहिल्यैदेखि वार्मअप गरिरहेछन्। मलाई लाग्यो कि खालि केटा र केटीहरूको गेम भयो भने आज केटाहरू केटीहरूसँग हार्ने भए। र जब गेम सुरु भयो तब मैले नोटिस गरेँ कि मेरो सबै इन्सेक्योरिटिज, सबै नेगेटिभ थट डिसपियर भइहाल्यो, किनकि आई कुडन्ट सी एनिथिङ अदर देन द बल। दुईवटा टिम थियो, केटाकेटीको मिक्स थियो र अनफर्चुनेटली हामीले 2/4 को स्कोरले म्याच हार्यौँ। गाइज म्याच इज ओभर। फर्स्ट हाफमा 2 गोल भयो दुवै टिमको। सेकेन्ड हाफमा अर्को टिमले, अपोनेन्ट टिमले 2 गोल एक्स्ट्रा हानिहाल्यो र हामी हारिहाल्यौँ। हारेर पनि ठिक छ, नखेल्नुभन्दा त राम्रै छ। म त आज खेल्न आउनेवाला पनि थिएन, तर आई थ्याङ्क गड। नखेल्नुभन्दा सरी हार्नुभन्दा नखेल्नु धेरै के भन्छन् लाजलाग्दो हुन्थ्यो। आएर खेलेँ, फर्स्ट एक्सपिरियन्स थियो। हारे पनि केही भएन। आई एम सेटिस्फाइड, फुल्ली सेटिस्फाइड। खुट्टा कामिरहेछ यार, खै भोलि हिँड्न पनि सक्छु कि नै। भोलि ट्रेनिङ पनि छ। गेमको रिजल्ट आउँदासम्म मैले आफ्नो दुवै इन्सेक्युरिटिज हटाइसकेको थिएँ। पहिलो कुरा त यो थियो कि मलाई लागिरहेको थियो कि मैले राम्रो पर्फर्म गर्न सक्दैन, तर मैले राम्रो पर्फर्म गरेँ। र दोस्रो कुरा मलाई लागिरहेको थियो कि जस्ट बिकज अफ मी ग्रुप कमजोर हुनसक्छ, टिम कमजोर हुनसक्छ, हार्न सक्छ। र हार्यो पनि, तर मैले गर्दा मात्रै होइन। मतलब आई वाज नट दि ओन्ली रिजन कि हाम्रो ग्रुप हार्यो। मैले 2टा स्कोर भएको थियो र 2टा स्कोर मैले हाने। र यो फेरि अगेन यो होइन कि मैले धेरै राम्रो पर्फर्म गरेँ, अरूले पनि गरेँ, तर फर्चुनेटली त्यो 2टा गोल मेरो भागमा थियो र मैले राम्रो पर्फर्म गरेँ। सो आई डिन्ट बिकम दि ओन्ली रिजन कि हाम्रो ग्रुप हार्यो। मतलब फर्स्ट भएन, नो प्रब्लम, तर मलाई वर्स्ट पनि हुन थिएन। र मलाई लाग्छ कि मैले राम्रो गरेँ एन्ड द्याट इज इनफ फर मी। ओभरअलमा भन्नुपर्दा एकदमै राम्रो एक्सपिरियन्स थियो, वान अफ दि बेस्ट एक्सपिरियन्स थियो। र हारेर पनि त्यति दुःख लागेन, किनकि गेममा हार जितभन्दा पनि यो कुराले म्याटर गर्छ कि डिड आई गिभ माई बेस्ट अर नट। र आई थिङ्क आई गिभ माई बेस्ट। र खेलेर आज खुट्टा पनि दुखिरहेछ, खै भोलि हिँड्न सक्छु कि नै। तपाईँहरूले लाइक र सेयर कमेन्ट गर्न सक्नुहुन्छ, सब्सक्राइब पनि गर्न सक्नुहुन्छ। सो गो फर इट।